यो गर्मीमा स्विमिङ गर्न मन लाग्ने मलाई मात्र हो कि हजुरहरूलाई पनि। हेलो एभ्रिवान, इट्स मी सोना विश्वकर्मा। आज म मेरो गाउँको बहिनीलाई लिएर म फर्स्ट टाइम स्विमिङ जान लागेको छु अनि मलाई एकदमै खुसी अनि रमाइलो लागिरहेको छ। हामी चाहिँ यहाँ शङ्करपुरमा रहेको लुम्बिनी वाटर पार्कमा गएको छौँ अनि म, मेरो बहिनी अनि मेरो बहिनीको साथी भएर हामी 3 जना मात्र गएको छौँ र हामी यो 3 जनाको यो फर्स्ट एक्सपिरियन्स हो। फर्स्टमा गएर हामीले टिकट काउन्टरमा गएर टिकट काट्यौँ। त्यसपछि त्यहाँ त स्कुलहरूको साना साना बच्चाहरूलाई लिएर स्विमिङ गर्न आउनुभएको रहेछ। त्यसपछि हामी लाग्यौँ चेन्जिङ रुमतिर अनि यो चाहिँ चेन्जिङ रुम थियो। त्यसपछि म आफ्नो ड्रेस चेन्ज गरेर निस्किएँ। हल्का केही पोजहरू मैले दिएँ अनि लकरमा गएर हाम्रो भएको सामानहरू मैले त्यहाँ लक गरिदिएँ अनि हामी पुलतिर लाग्यौँ। यो चाहिँ पुलको भ्यू, कस्तो राम्रो भ्यू थियो, वाउ। म चाहिँ फर्स्टमा पुलको भिडियो क्याप्चर गरेँ। त्यसपछि यहाँ थुप्रै स्टुडेन्टहरू आउनुभएको थियो अनि मलाई यहाँको भ्यू एकदमै मन पर्यो। केही भिडियोहरू अनि मैले फोटोहरू खिचेँ अनि स्विमिङ गर्नुभन्दा अघिको यो क्याप्चर। त्यसपछि गाइज मेरो फर्स्ट स्विमिङ थियो। इट्स नट ब्याड त्यही पनि। अनि मैले भिडियो गरेको त मेरो बहिनीले, दिदी मेरो पनि गरिदिनु न, म त कस्तो माछा जस्तै स्विमिङ गरिरहेको भनिन्। त्यसपछि उनको रेकर्ड गरिदिएँ। यो चाहिँ बच्चा बच्चीहरूको स्विमिङ पुल रहेछ। बहिनीले त्यहाँ पनि गएर इन्जोय गर्न छाडिनिन् अनि म पनि के कम भनेर म पनि लागेँ। त्यसपछि सबजना बच्चा बच्चीलाई हटाएर म स्विमिङ गर्न लागेँ। झर्ना बहिनीले, दिदी हेर्नु न, म त स्विमिङ गर्दा गर्दा प्रो भएँ नि भन्दै फेरि मलाई देखाउन लागि। स्कुलको स्टुडेन्टहरू सबैजना जानुभएको थियो अनि त्यो पुल चाहिँ एकदमै खाली थियो। त्यसपछि हामीले के गर्ने भनेर एउटा गेम खेल्यौँ। जसले छिटो आफ्नो बोतलको कोक भ्याउँछ त्यसले चाहिँ फ्रीमा नास्ता खान पाउँछ भनेको। फर्स्टमा त झर्ना बहिनीलाई पर्यो, तिनले त फर्स्टचोटिमै आधे पारिन्। सेकेन्डचोटिमा अञ्जली बहिनीलाई पर्यो, उसलाई चाहिँ मुख देखाउन लाज लाग्यो भनेर चाहिँ क्यामेरा पछाडि फर्किँदै कोक खाएको छन्। थर्डचोटिमा पनि फेरि तिनलाई चाहिँ परेको छ अनि त्यसै गरी तिनले यो गेम जितिन्। अनि यो चाहिँ आफ्टर स्विमिङ हामी चाहिँ एकदमै काला निला भएका थियौँ। बहिनीलाई फेरि स्विमिङ गरेर मजा आयो भनेर नाचेर देखाइरहेकी छिन्। त्यसपछि हामी नास्ता खान गयौँ। झर्ना बहिनीलाई चाहिँ फर्स्ट बाइट खाँदै मोमो तातो लाग्यो भनेर खान सकिनिन्। त्यसपछि मैले ट्राई गरेँ, मलाई चाहिँ तातो लागेन। मोमो भने एकदम मिठो थियो। हामीले चटपटे पनि खायौँ, चटपटे पनि एकदमै मिठो थियो। त्यसपछि हाम्रो आजको दिन यति नै हो। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज।